वेलकम टु माई मिनी भ्लग। म हजुरहरूको साथमा फेरि पनि आएको छु। आज हामी चाहिँ गाउँमा पानी नआएर पानी ल्याउन जाँदैछौँ होइन। यो गाख्रो बोकेर हिँडिरहेको छ एउटा भाइ। अनि त्यहाँ परको हाम्रो एउटा मन्दिर गाउँको। अनि हाम्रो गाउँको नजारा यस्तो छ, हेर्न सक्नुहुन्छ। अहिले दिनको 1 बजिसक्यो। गाउँतिर लास्टै गर्मी छ, घाम छ यस्तो। हाम्रो यो गाउँको सबभन्दा ठुलो नेपालको सबैभन्दा ठुलो पिपलको रुख यहाँ छ है। सानोबेरी गाउँपालिका वार्ड नम्बर 3 गरेला गाउँमा रुकुम। यो सबैभन्दा नेपालको सबैभन्दा ठुलो पिपलको रुख। अनि यसको पछाडि उता तल छ, त्यो हाम्रो फुपूको बिसाउन हो। अनि यो चाहिँ कति साल पुरानो, कति साल हेर्नु न यसको कत्रो छ फेद। मामा हेर्न सक्नुहुन्छ, यहाँ 2वटा छ यसको फेद, एउटा यता साइड। कति ठुलो छ क्या हाम्रो गाउँमा पिपलको रुख। एउटा त्यहाँ छ है, जो हामी पानी ल्याउन जाँदैछौँ त्यसको माथिको छ। अनि एउटा यहाँ छ, अनि यो छ एउटा। अनि यो देख्नुभएको छ नि, यो पत्थर, यसको माथि मन्दिर छ। अनि यसको आँसमा पनि एउटा मन्दिर छ है त। यहाँ हामी गाउँमा पुज्ने गर्छौँ। यस्तो ढुङ्गाको ठुलो पत्थरको माथि मन्दिर छ। अनि हाम्रो गाउँको मौराखारा लेक। अनि हाम्रो गाउँको नजारा यस्तो छ अहिले, हल्का टुइटो लागेको छ। अनि हामी चाहिँ यहाँ पन्ध्र पानी ल्याउन आएको थियौँ म। अनि यहाँ एउटा भाइ बसिया चाहिँ एउटा केरा खाइरहेको छ अहिले, काँचो केरा। के खान मन लाग्छ यसलाई त्यस्तो। त्यहाँ म सोध्छु है, दे काँचो केरा देखा त कस्तो छ, देखा त। किन खाइरहेको छ काँचो केरा? भोक लाग्यो यार के मान्छे यार, घरतिरै छ यार। अहिले बनाएर खाना बनाएर खाम्ला नि। देख्न सक्नुहुन्छ कति ठुलो छ कि, मेरो फोनले नै भ्याउँदैन। अब हामी चाहिँ यहाँदेखि बाटोमा हिँडिरहेछौँ। देख्न सक्नुहुन्छ यो पत्थर कति ठुलो पत्थर छ कि, गोलो छ है त यो पत्थर। यहाँ स्नो यहाँनिर एउटा मन्दिर थियो, त्यो चाहिँ माथिको भाग चाहिँ छैन, पुरानो मन्दिर हो। अनि यसको माथि छ एउटा मन्दिर, यो चाहिँ ढुङ्गा गोलो छ, ठुलो पत्थर हो। यो पत्थरको नाम म हजुरहरूलाई पुरानो बाजेहरूलाई सोधेर भनिदिने छु है, त्यो पत्थरलाई के नामले चिनिन्छ भनेर। अनि चाहिँ हाम्रो बाटो यही हो, गाउँको पानी ल्याउने। अनि देख्न सक्नुहुन्छ यो पिपलको रुख कति ठुलो छ है हाम्रो गाउँमा। यही हो हाम्रो गाउँको सान भनेको, ठुलो पिपलको रुखहरू छ। अनि यसमा चिसो पानी आउँछ मूलको। अनि हाम्रो गाउँको बाटो सानो छ, एकदम दामी छ। अनि तलतिर हरियाली। ल आजको भिडियोमा यति नै भन्न चाहन्छु होइन। फेरि नेक्स्ट भिडियोमा अरू धेरै भिडियोहरू पनि हालिराख्ने छु भन्दै म छुट्टिन्छु है त। ल आजको भ्लग यति नै, नेक्स्ट भिडियोमा फेरि पनि आउनु छु। आजलाई बाई बाई। लाइक फलो पनि गरिदिनुहोस् न हो, सपोर्ट। ल ओके।